निसन्देह पनि समस्याको स्थायी समाधानको लागि जुट्दै गरेका वैज्ञानिकहरूको पसिना अनवरत रूपमा चुहिएको छ। विज्ञान प्रविधिको विकाससँगै भोलि अङ्गदान र प्रत्यारोपण जस्ता शब्दहरू केवल शब्दकोशमै खुम्चिएलान्। आर्टिफिसियल इन्टेलिजेन्सका कारण चिकित्सकको भूमिका समेत आजको जस्तो नरहला। तर पनि अहिलेलाई एउटा यथार्थ हामीले के स्वीकार गर्नै पर्छ भने ती सबै अध्ययन अनुसन्धान व्यवहारमा रूपान्तरित हुन अझ केही वर्ष वा अझ केही दशक नै लाग्न सक्छ। तर त्यतिन्जेल के त? दुर्भाग्यवश नयाँ कृत्रिम अङ्ग प्रयोगशालाबाट ननिस्कुन्जेल वा जनावरको अङ्ग मानिसमा सफलतापूर्वक प्रत्यारोपित नहुन्जेल अङ्गदानको प्रतीक्षामा बसेका लाखौं मानिस मृत्युको मुखमा पुगिसकेका हुनेछन्। त्यतिन्जेल के गरेर बस्ने त हामी? मृत्युको निरीह साक्षी भएर बसिरहने? बिल्कुलै होइन। माथि नै चर्चा गरिसकिएको छ, विश्वभरि प्रत्येक वर्ष 2 करोड 5 लाख मानिस मुटु रोगबाट मरिरहेका छन्। त्यसै गरी 15 लाख मानिसले मृगौला रोग र 14 लाखभन्दा बढी मानिसले कलेजो सम्बन्धी रोगका कारण देहत्याग गरिरहेका छन्। तीमध्ये कतिपयलाई बचाउन सकिन्थ्यो, तर समय छँदै चाहिने संख्यामा अङ्गहरू उपलब्ध नभइदिँदा धेरैको ज्यान अनाहकमै गइरहेको पीडादायी अवस्था अहिले हामी भोग्दैछौँ। संसारभरि दैनिक हजारौं र वर्षेनी लाखौं मस्तिष्क मृत्युका घटनाहरू घटिरहेका छन्, जसको अर्थ हुन्छ दुर्घटना, स्ट्रोक, बिमारी वा अन्य कारणले गर्दा लाखौं मानिस हरेक वर्ष मृत्युको मुखमा पुगिरहेका छन्। मृत्यु निसन्देह पनि दुःखदायी हुन्छ, तर शरीरसँगै जलाइने वा गाडिने अङ्गहरूलाई खेर जान दिएनौं र तिनलाई मानव हितका लागि उपयोग गर्न सक्यौं भने मुटु, मृगौला, कलेजो लगायतका रोग लागेर मृत्युशैय्यामा सुतेका असंख्य निरीह मानिसले नयाँ जीवन प्राप्त गर्न सक्नेछन्। नेपालकै हकमा पनि वर्षेनी हजारौं मस्तिष्क मृत्युका घटनाहरू घटिरहेका छन्, तर पछिल्लो 7 वर्षको अवधिमा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्गदान पाएर नयाँ जीवन प्राप्त गर्नेको संख्या 13 भन्दा माथि जान सकेको छैन। मरेपछि अङ्गदान किन गर्ने भन्दाखेरि यो अङ्ग सबै जलाएर खरानी नै बनाउने हो नि। एकजना मस्तिष्क मृत्युबाट 8वटा अङ्ग भने मैले, 2टा मृगौला, 2टा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याङ्क्रियाज, एउटा सानो आन्द्रा, यो ज्यान बचाउने अङ्गहरू, यिनीहरू त ज्यानै बचाउँछ। अब त्यो आँखाको नानी कुरा गरौँ, ज्योति दिन्छ, दृष्टि दियो, छालाको पनि प्रत्यारोपण गर्न मिल्छ, पोलेर कुरूप भएको छालामा त्यो टाँस्न पाइयो, हड्डीको पनि प्रत्यारोपण, आजकल त यति धेरै अङ्ग प्रत्यारोपणको कुरा आइसक्यो नयाँ नयाँ। पाठेघर प्रत्यारोपण गरेर बच्चा जन्माएको छ अहिले, होइन। मुख कुरूप भएको, जलेर या चोटपटक लगाएर मुख कुरूप भएको मुखमा प्रत्यारोपण गरेर अहिले नयाँ सुन्दर अनुहार पनि बनाउने चलन आइसक्यो। त्यसैले अङ्गदान महादान भन्ने चलन छ। कुनै पनि अरू दान भन्दा अङ्गदान सर्वोत्कृष्ट र सबैभन्दा महत्त्वपूर्ण दान हो। अङ्गदान एक प्रकारको जीवन दानी हो। हाम्रो कुनै पनि धर्ममा अङ्गदान गर्न हुँदैन भनेर लेखिएको पनि छैन र भनेको पनि छैन। हामीले जलाएर अथवा गाडेर खेर जाने अङ्गहरूबाट अरू कसैको जीवन बच्न सक्छ भने त्यसलाई किन नबचाउने त? हामी बाँच्दा बाँच्दै गर्न नसकेको पुण्य काम चाहिँ हामी मृत्यु पश्चात गर्न सकिन्छ भन्ने कुरा चाहिँ म मेसेज दिन चाहन्छु र सबैलाई चाहिँ अङ्गदान गर्न आह्वान गर्छु।